पुलिसै दलको छ, अहिले न्यायाधीश दलको छ, पत्रकार दलको छ। यहाँ तपाईहरु कुन कुन दलको हुनुहुन्छ भनेर सोध्न नमिलेको। उत्पादन र निर्माणमा लैजान्छौँ हामी हाम्रो देशलाई, हैन? चुनावहरू आउँछ, चुनावमा हामी चुनाव जित्छौँ। जितिसकेपछि यो देशमा प्रत्यक्ष रूपमा जनताले चुन्न पाउने, हैन? प्रत्यक्ष कार्यकारीको तपाईको चाहिँ चुनाव गराउँछौँ, है? त्यस पछाडि दलतन्त्रको अन्त्य सदाको लागि हुन्छ। दल चाहिँदैन मान्छेलाई प्रधानमन्त्री बन्नलाई अथवा चाहिँ कार्यकारी के हुन्छ, हैन? त्यो बन्नलाई दल चाहिँदैन। त्यस पछाडि मात्रै दलतन्त्र बन्द भइसकेपछि मात्रै तपाईले भने जस्तो अघि भर्खर हाम्रो पत्रकारज्यू, हाम्रो यता बहिनीले भने जस्तो, सोधे जस्तो ठुलोलाई चाहिँ कारबाही नहुने, सानोलाई किन हुने भन्दाखेरि सबै यो दलतन्त्रमा फसेकोले क्या। अनि यो तपाईहरु त राज्यको हो, देशको हो क्या। तपाईहरु त दल त धेरै छन्, तर हाम्रो श्रम संस्कृति जस्तो फरक हैन, त्यो चाहिँ अलिक फरक छ अरूभन्दा। त्यहाँ भनेको त्यहाँ चाहिँ सबै अट्ने दल खोला अट्छ त्यहाँ सबैसँग सहकारी गर्न तयार हुनुहुन्छ। देश बनाउनका लागि सबैसँग म तपाईसँग मिल्न तयार छु, हैन? यहाँ भएका सबैसँग मिल्न तयार छु। यदि देश बचाउने सवाल हो र देश बनाउने सवाल हो भने हाम्रो मन आकाश जत्रो हुनुपर्छ। देशमा त तपाईँ र बालिन देशको यो टकराव देखिया छ नि, उहाँप्रति यस्तो छ। अब उहाँ आफै दल खोलेर अगाडि बढ्छु भन्दै हुनुहुन्छ भन्नुभयो तपाईँले, हैन? अब लोकतन्त्रमा अब संविधानले नै दिएको अधिकार हो त्यो, हैन? नागरिकहरू सङ्गठित हुन पाउँछन्, दल खोल्न पाउँछन्। यसले अहिले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की प्रति पनि निकै कटाक्ष गर्नुभएको छ नि। कटाक्ष कस्तो खालको? उहाँको काम गतिविधिप्रति त्यो चाहिँ यस्तो छ। अब त्यो के अरे अब ढिलो पनि भइसक्यो, हैन? अब त्यो च्याप्टर ढिलो पनि भइसक्यो। एक समयमा म आएको थिएँ, उहाँ त हुनुहुन्छ। अब गर्नुपर्ने कुरा अलि ढिलो भयो, हैन? ढिलो काम गर्नु र नगर्नु एउटै कुरा हो। जस्तै असारमा हामीले धान रोप्नुपर्छ, हैन? पुसमा जाडोमा हिउँ परि टुसारो झरेको बेला धान रोपेर हुँदैन, ढिलो भइरहेछ। प्राथमिकतामा चाहिँ के विषय पर्नु पर्थ्यो? उहाँको प्राथमिकतामा त अब धेरै विषय पर्नु पर्थ्यो, हैन? अब के भन्ने, अब उहाँले पार्नु भएन, मैले सिकाउने कुरो भयो। तपाईँ आउँदाखेरि नि त तपाईँले म चाहिँ प्रधानमन्त्री बन्छु भनेर आउँदा पनि त पाइएन नि त त्यहाँ। यस्तो छ, त्यतिखेर म प्रधानमन्त्री बन्छु भन्दा पनि म देशको नेतृत्व लिन्छु भने हो मैले, कुरा बुझ्नु भएन? प्रधानमन्त्री बन्नु र नेतृत्व लिनु दुईटा फरक कुराहरू हो, है? नेता र नेतृत्व दुईटा फरक कुरा हो। अब त्यतिखेर के थियो अवस्था भन्दाखेरि प्रधानमन्त्री बन्न आयो, हैन? हर्क साम्पाङ रोएर पनि पाइन्छ र पनि भन्नुभयो। मैले त्यसलाई थुप्रोचोटि, हैन, क्लियर पनि गरिसकेको छु। एक दुईवटा स्टेटस र भिडियो क्लिपले क्लियर गर्छ पनि, के अरे सम्भवतः त्यस्ता आरोपहरू। मेन काठमाडौँ टिम हाम्रो अलरेडी गठन भइसकेको छ। त्यसको लागि चाहिँ लगभग हामीले 10 हप्ता भइसक्यो श्रमदान गरेको चाहिँ। त्यसैको लागि हामी छलफलमा जाउँ। बाँकी अब पार्टी दर्ता नि हुनेवाला छ, त्यसको लागि हामी खास है। भनेपछि यसपालि आउँदाखेरि पक्कै पनि पार्टी दर्ता गरेर जाने हो। पार्टी दर्ता पछिको कुरो रह्यो। हामी काठमाडौँ टिमलाई कसरी मजबुत गरेर लाने, मेयर साहबले के भन्नुहुन्छ? नमस्ते। यो अहिलेको आवश्यकता हो। यस्तो तपाईँलाई तपाईँसँग पहिलेदेखि चिन्जान है। अब सुन्नु है, तपाईँहरूले अन्यथा नलिदिनु होला। अनि मेन कुरो थाकेर आउनु भएको छ, त्यही कार्यक्रम स्थलमा गएर मजाले हामी तपाईँहरूलाई टाइम दिन्छौँ। र अनि अहिले यसो हुनुको कारण चाहिँ धेरै हुल भिडभाड भएको भएर तपाईँहरूलाई म लोकेसन भनेर उतै लान्छु। लोकेसन चाहिँ सुन्नु होला। यहाँबाट हामी मैती देवी कटेपछि लेफ्ट साइडमा उता सिल्भर सिटी भन्ने एउटा अपार्टमेन्ट छ, ठुलो अग्लो। त्यसको अपोजिट साइडमा नेपाल सांस्कृतिक सङ्घ भन्ने छ, त्यही हलमा आउनु होला है। कर्मीले 2 घण्टा प्रतीक्षा गर्नुभएको थियो हर्क साम्पाङलाई, त्यसको लागि चाहिँ हामी एक्सट्रिमली सरी भन्छौँ है। 5 मिनेट पनि तपाईँहरूले समय मिलाइदिनु भएको भए हुन्थ्यो। सुन्नु त, हेर्नु त, अब भनौँ भने अब धेरै कुरो हुन्छ। हेर्नु त, यो त्यो हुलमा कसरी बस्नु सक्छ? सुन्नु न, अब आवश्यकता हो। यो पार्टी त नयाँ आइसके, त्यो आवश्यकता छ र सायद त्यो त हजुरले पनि गर्नुपर्ने हैन, आउनु पर्यो भन्ने कुरा छ। तपाईँ पनि युवा हुनुहुन्छ। हजुर हजुर। अनि के छ, यो आवश्यकता हो नयाँ पार्टी खोल्ने कि नयाँहरूसँग जाने? आवश्यकता हुन सक्छ, त्यो मेयर साहबबाटै सुन्न पाए अझ राम्रो हैन। के लाग्छ तपाईँहरूलाई? सायद हामीलाई आवश्यकता जस्तै लागिरहेछ। किन भन्दाखेरि तपाईँहरूले देखिरहनु भएको छ दुनियाँ के काण्डहरू घट्यो, के भयो, कसैको केही हुँदैन यहाँ है। हामीले भनेर केही हुँदैन, ठुलो पार्टीले जे सोच्यो त्यही हुन्छ। उनीहरूले चाह्यो भने जे पनि हुन्छ देशमा, चाहेन केही हुँदैन। यसको लागि त आवश्यकता त भइयो नि भनेर
को आउनुहुन्छ उहाँको साथमा जस्तो आउँदाखेरि चर्चित उहाँहरू आउनुहुन्छ को भन्दा नि हामी जो के अरे आउन चाहने हुनुहुन्छ नि सबैले ल्याउँछौँ। तर मेयर साहबले पहिलेदेखि भन्नुहुन्थ्यो नि भ्रष्ट मान्छेहरू हामी अलाउ गर्दैनौँ, नो इन्ट्री है, त्यसरी मिल्दैन है। भ्रष्ट मान्छेहरूलाई अलाउ गर्दैनौँ है। एकदम भित्र मनदेखि नै मेरो देश बनाउँछु भन्नेहरूलाई अल अफ यु आर वेलकम भन्न चाहन्छु है। हुन्छ ल कार्यक्रम स्थल हुँदै जाउँ है। मेयर साहबले भन्नुभएको चाहिँ आज साँच्चै देशमा तपाईँको खाँचो छ, मेरो खाँचो छ, हामी सबैको खाँचो छ। त्यसैले अब हामी लाग्नुको विकल्प छैन, त्यसैले हामी लाग्नुपर्छ, हामी लाग्नुपर्छ, हामी अगाडि बढ्नुपर्छ। हामी किन अरूले गर्छ भनेर हामी ठुलो हेरेर बस्यौँ भने अगाडि कति अगाडि कहाँ पुग्ने छ, अहिले कहाँ छ मैले भनिरहनु पर्दैन, हामीले देखिरहेकै छौँ। त्यसैले आज श्रम पिता भनेर चिनिने हाम्रा लोकप्रिय नेता हर्क साम्पाङज्यूलाई देशमा मात्र होइन विदेशमा रहेका युवाहरूले पनि विदेशमा रहेका युवतीहरूले पनि उहाँलाई त्यति नै सम्झिन थालेका छन्, सम्झिरहेका छन् र उहाँलाई माया गरिरहनु भएको छ। रामको घरमा भरौन महानगरपालिकाको मेयर हर्क साम्पाङ जाँदै हुनुहुन्छ उहाँको निवासमा। हामी काठमाडौँमा छौँ, यहाँ हेर्न सकिन्छ धेरै मानिसहरू पनि उपस्थित भएको छ। विशेष गरिकन हर्क साम्पाङका समर्थकहरू पनि हेर्न सक्नुहुन्छ। रहेको अवस्था देख्न सक्नुहुन्छ। यो काठमाडौँको मुटुमा रूपमा रहेका हामी राधाकृष्ण कम्प्लेक्सको अगाडि यो दृश्य तपाईँहरूको माझ हामी देखाइरहेको छौँ। नमस्ते, हामी चाहिँ अहिले हर्क साम्पाङ रेभोल्युसन काठमाडौँको टिम चाहिँ यसरी हर्क साम्पाङलाई लिनको लागि हामी जाँदैछौँ भन्न सक्नुहुन्छ। धेरै मानिसहरू पनि हुनुहुन्छ, धेरैजना हुनुहुन्छ यहाँ र हर्क साम्पाङलाई लिनका लागि यसरी धेरै मान्छे अब यहाँ सयौँ सङ्ख्यामा रहेको छ। यहाँ हर्क साम्पाङ रेभोल्युसन काठमाडौँ टिम बाट तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ र अगाडिपट्टिको दृश्य देख्न सक्नुहुन्छ भने यहाँ स्कटिङ गर्नको लागि जाँदै हुनुहुन्छ सबैजना। यहाँ हेर्न सक्नुहुन्छ टन्नै छन्, ल टन्नै छन् यहाँ हेर्न सक्नुहुन्छ। जाउँ है, जाउँ अब। ल हिँडेको अवस्था है त हामी धेरै छ है मान्छेहरू यहाँ धेरै छ, 200-300 भन्दा माथि नै होला। लाग्यो है त ल खिच है साथीहरू, खिच ल है। ल हर्क साम्पाङलाई लिनको लागि यहाँ पुरै स्कटिङ गरेर धेरै मानिसहरू हुनुहुन्छ। यहाँ हर्क साम्पाङलाई लिनको लागि पछाडि खिच है सबले। ल हर्क आऊ देश बचाऊ, हर्क आऊ देश बचाऊ भन्ने नारासहित हामी उहाँलाई लिनको लागि जाँदैछौँ। दर्शक महानुभावहरू हेर्न सक्नुहुन्छ, धेरै साथीहरू रहेको छ। यो हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हामी जाँदैछौँ। सबैजना यसरी आइरहेको भएको छ। बिस्तारै जाऊ है साथीहरू, बिस्तारै ल, बिस्तारै आउनु पऱ्यो यार। किन्नु है सर, किन्नु ल। यसरी हामी जाँदैछौँ हर्क साम्पाङलाई लिनको लागि, मेयर हर्क साम्पाङलाई लिनको लागि काठमाडौँ टिम रहेको छ यहाँ र उहाँ अहिले भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनु भएको छ भन्ने कुरा समाचार आइसकेपछि उहाँलाई लिनको लागि हामी जाँदैछौँ। हेर्न सक्नुहुन्छ वरिपरि। र अब हामी केही क्षणमै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हामी प्रवेश गर्दैछौँ। अगाडि स्कर्टिङदेखि लिएर यहाँ श्रमदाताका टी सर्टहरू पनि लाउनुभएका साथीहरू पनि धेरै छन्, यहाँ हेर्न सक्नुहुन्छ। र धेरै साथीहरू आइसक्नु भएको छ उहाँलाई लिनको लागि, आउनुभएको छ। टी सर्टहरू लाएर यताउता गर्नुभएको छ भने यहाँ धेरै मानिसहरू उपस्थित भइसकेको अवस्था देख्न सक्नुहुन्छ। हजुरले देख्न सक्नुहुन्छ। अब हामी केही क्षणमै हामी चाहिँ अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट हामी छिर्नेछौँ र धेरै साथीहरूको उपस्थित रहेको छ। विशेष गरिकन काठमाडौँ रेभोल्युसन टिममा आबद्ध भएका व्यक्तिहरू यहाँ सहभागी हुनुभएको छ र मेयर साहबलाई आज विशेष स्वागत योग्य हुनेछ भने विशेष प्रकारका उहाँको आज कार्यक्रम पनि हुनेछ र हामी कार्यक्रम गर्नेछौँ र हामी श्रमदाता हुनुपर्छ, श्रमदाताबाट नै देश विकास हुन्छ भन्ने कुरा हामीले सबैले बुझिसकेको कारणले गर्दा यसरी चाहिँ श्रमदाताको टी सर्ट लिएर मानिसहरू स्वतःस्फूर्त रूपमा चौरमा र फिल्डमा निस्किसकेको अवस्था देख्न सक्नुहुन्छ भने यो दृश्य तपाईँले देख्न सक्नुहुन्छ। यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट भएको छ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा हामी विशेष रूपमा चाहिँ हामी इन्ट्री मार्दैछौँ, हामी इन्ट्री गर्दैछौँ। यहाँ हेर्न सक्नुहुन्छ। हामी कता अगाडि जाने हो र? अगाडि रहेछ। यो चाहिँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेट रहेको छ भने भित्र प्रवेश गर्न अलि नदिएको अवस्था देख्न सक्नुहुन्छ। अब उहाँ हर्का साम्पाङ रेभोल्युसन टिम काठमाडौँ विशेष उहाँ चाहिँ बाहिर आउने क्रममा अथवा निस्किने क्रममा एक्जिट गेटमा चाहिँ हामी विशेष हामी जाँदैछौँ। यहाँ धेरै मानिसहरू उपस्थित भइसकेको छ, धेरै मान्छेहरू हुनुहुन्छ र धेरै मान्छेहरू उपस्थित भएको छ। यहाँ सबैले खिचिराख्नु भएको छ मेयर हर्का साम्पाङलाई लिनको लागि, मेयर हर्का साम्पाङलाई एक्सेप्ट गर्नको लागि, रिसिभ गर्नको लागि हामी आइ नै सकेका छौँ र हामी विशेष हामी यता राख्छौँ। के प्रेसहरू त उता भित्र छिर्नु मिल्छ होला नि त र प्रेसको उता ल यहाँ हेर्न सक्नुहुन्छ। जानुहोस् है, जानुहोस् जानुहोस्, हेर्नु सक्नुहुन्छ। धेरै मान्छे उपस्थित भएको छ र यहाँ हेर्न सक्नुहुन्छ। उपस्थित भइसकेको छ। मेयर साहब अगाडि जानु भइसक्यो। मेयर साहब जानु भइसक्यो। अगाडि जाऊ, 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 जाऊ, यहाँ लाइन लागेर बस्नु है। ल हेर्न सक्नुहुन्छ यहाँ पुरै छ, पुरै छ, पुरै छ, यहाँ हेर्न सक्नुहुन्छ अगाडिपट्टि यहाँ हेर्न सक्नुहुन्छ।
मलाई खिचिरहनु भएको छ नि। धेरै मित्रहरू उपस्थित हुनु भइसकेको छ। यहाँ धेरै साथीहरू छन् सबैजना यहाँ चाहिँ उपस्थित भइसकेको अवस्था देख्न सक्नुहुन्छ। यता आइसक्यो हेर्न सक्नुहुन्छ सबै ठाउँमा चाहिँ यसरी स्कटिङ भएको अवस्था देख्न सक्नुहुन्छ। मेयर सप जानु भइसक्यो आउँदै हुनुहुन्छ होइन? उता अन्तर्वार्ता होला नि त भित्र त हामीले छिर्न पाउँछ होला नि त। फ्रेस जानु मिल्छ होइन? पछि त आउनु भइसक्यो उहाँ अब त निस्किसक्यो कता कोअर्डिनेट यहाँ त्यो जितेन भाइ र उसले गर्दै हुनुहुन्छ कि आरएनले। ए जानु भइसक्यो उहाँहरू खोइ जानु पनि थाहा छैन। सेक्युरिटी मात्रै गरिराखेको थिएँ यहाँ। ए लु त्यसमा त म त हिँडिहालौँ हामी त गइहालौँ सब है। औ त भित्र छिर्ने हामी चाहिँ उता मेयर सब आउँदै हुनुहुन्छ त प्रेसबाट हो नि त। ल हर्का साम्पाङलाई भेट्नको लागि हामी जाँदैछौँ र विशेष उहाँको अहिले उहाँ निस्किँदै हुनुहुन्छ। त्यसो भएको कारणले त हामी भित्र छिर्छौँ र भित्र छिरेर यथार्थ के हो त खास कुरा भन्ने कुरा हामी गर्छौँ। विशेष त हामी काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हामी छिर्दैछौँ। मेयर साहबको आज उपस्थित हुने भएको कारणले त यहाँ चाहिँ धेरै मानिसहरू आउँदै हुनुहुन्छ र हामी छिर्दैछौँ। हामी जाँदैछौँ अब भित्र जाँदैछौँ। यो चाहिँ काठमाडौँ अन्तर्राष्ट्रिय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट हामी भित्र छिर्दैछौँ र धरान उपमहानगरपालिकाका मेयर चाहिँ हर्का साम्पाङ आउनु भएपछि यहाँ चाहिँ धेरै मानिसहरू उपस्थित हुनुभएको छ र आज उहाँको विशेष भेटघाट हुनेछ। त्यसलाई उहाँलाई लिनको लागि हामी आइसकेको छौँ है। मेयर साहबलाई लिनको लागि हामी जाँदैछौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हामी भित्र आइसकेको छौँ र उहाँ अहिले भित्र हुनुहुन्छ। गेटबाट निस्किँदै हुनुहुन्छ। हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हामी भित्र छिरिसकेको छौँ भने यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यो प्राङ्गण रहेको छ। यो चाहिँ तपाईँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यतापट्टि देखाउनु है सर है। यता हर्का साम्पाङ चाहिँ त्यो डोमेस्टिक एराइभल भन्ने ठाउँबाट त्यहाँबाट निस्कनुहुन्छ अहिले र धेरै मान्छेहरू उपस्थित भइसकेको छ।